हेलो गाइज सेवा नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन हजुर सम्पूर्णलाई स्वागत छ निशा मङपाहाङलाई युट्युब च्यानलमा। धेरै समयपछि हजुरहरू सामु नयाँ भिडियोका साथमा हजुरहरू सामु उपस्थित भइसकेको छु। आशा छ हजुरहरूले माया गरेर फुल भिडियो हेरिदिनुहुन्छ भन्ने। म चाहिँ अहिले बाटोबाट भिडियो बनाइरहेको छु। म चाहिँ माओलातिर जाँदैछु, दसैँ बोलाउन जाँदैछु। सो आजको भिडियो थम्बनेल र टाइटल हेरेर हजुरहरूले थाहा पनि पाइसक्नु होला के हो भनेर। सो 2082 सालको विजयदशमी पूर्णलाई शुभकामना व्यक्त गर्दछु अहिले नै एडभान्समै होइन। तर दसैँ आउन चाहिँ अलिक बाँकी छ, गाउँतिर पनि आएको छैन दसैँ चाहिँ। सो म चाहिँ यसरी जाँदैछु। दिक्कुहरूको अलैँची बारी हो अनि म चाहिँ यहाँ छु। म चाहिँ खासमा चाहिँ के गर्न आएको भने आज चाहिँ खासमा मेरो माउलीको घरलाई चाहिँ सिँगारको पटार गर्न आएको, सिँगार पटार गर्न आएको। सो त्यसैले अनि मैले यहाँ ब्याग पनि बोकिरहेको छु। यहाँ ब्याग चाहिँ मेरो बहिनीहरू दुईजना सानो सानो बहिनीहरू मनपर्ने खानेकुराहरू ल्याइदिएर म चाहिँ आउँदैछु। अनि यहाँ चाहिँ हाम्रो कोपाले रोप्नु भएको खोर्सानी पनि फलिरहेको रहेछ हो। अनि मेरो माउला चाहिँ यता हो। यहाँ हेर्नु न, दसैँलाई यस्तो देख्यो भने मात्रै दसैँ आएको जस्तो हुन्छ। थाहा छ तपाईँलाई, यो रुख चाहिँ म सानो हुँदादेखि यत्रै देखेको। खै म नै अब बुढेसकाल लागिसक्यो। यो रुख त हेर्नु न, जस्तोको तस्तै छ हौ। म चाहिँ यहाँ मेरो माउलाको अलैँची बारी हाम्रोतिर सब हुन्छ, अलैँची हुन्छ। के चाहिँ हुँदैन भनौँ न हौ, के चाहिँ हुँदैन यता माथि। अब उयो के भन्छ, इस्कुस पनि फल्न आँटेछ। म चाहिँ हाम्रो माउलाको सुँगुर कोपा हुनुहुन्छ कि म कोपालाई जिस्काउनु पर्यो। टिका लाउनु आएको लगाइदिनु हुने कि नलाइदिनु हुने, लगाइदिनु हुने कि नलाइदिनु हुने, लगाइदिनु हुने कि नलाइदिनु हुने, टिका लगाइदिनु हुने कि नलाइदिनु हुने। कोपा चाहिँ लुगा दिनुहुँदैछ। यता हाम्रो दिनी के गर्नु भएको? खोइ आकृतिहरू हजुर माथिल्लो घरमा हजुर टिका लाउनु पो आएको त। म त टिका लाउनु। हाम्रो मेरो जेठा मामा जेठा दिक्कुको घर, यो चाहिँ मेरो जेठा मामा माउली घर। यता माथि अर्को घर। अहिले चाहिँ हामी कोरियामा छौँ। के हो कोरियामा यस्तो दुःख गर्नुपर्छ। कोरियनहरू हुनुहुन्छ यता। बोल न कोरियन भाषा बोल्न। आनागासी हो। अनि हजुर यहाँ हामी चाहिँ कोरियामा यो चाहिँ मेरो माउलाको कोरिया है। यस्तो मेहनती हुनुहुन्छ यहाँ हेर्नु, यस्तो फलाउनु भएको छ मेरो मामा माइजूहरूले। चाहिँ हाम्रो नेक्स्ट लोकेसनको कोरियामा हो। यो चाहिँ हामी अहिले यता छौँ। अर्को चाहिँ उता भने यता अन्त कस्तो सप्रेको के फेरि। कोरियामा यस्तो वेदर यस्तो अब दसैँ आएको जस्तो लाग्छ त गाइजहरू होइन साथीहरू। कोरियामा चाहिँ यस्तो छ बाटो। ओइ आकृति, कोरियाको बाटो यस्तो छ। यहाँ हेर्नु न कस्तो राम्रो हरियाली देखेको है। कोकुको घरलाई चाहिँ टिक्कै बनाउँदैछौँ सबैजना मिलेर। अनि मान्छे अर्को भनेर अर्को घर पनि बनाइदिनु।
गर्छु ए हात पनि ऊ पनि छिर्यो भने छिराउँदा हुन्छ देखाइरहेको छु त मैले 1 बाट छ त्यही भएर मजाले देखिँदैन कि खानेकुरा रहेछ टिफिनमा के यो चाहिँ फेभरेट माला हो जस्तो लाग्यो यो यिनीहरू त फेभरेट माला हो नि कोकुको लगाइराख्नु हुन्थ्यो कोकुले पहिला यो कालोहरू रङ्गी यो पहेँलो नीलो चाहिँ नीलो र पहेँलो एउटैमा गल्ठिएको छ के यो नीलो यो यिनीहरू दुईटा ए तपाईले पनि त्यो मालाहरु ल्याइदिनु हुन्छ कसले ल्याइदिएको मलाई त ल्याइदिनु हुँदैन ल्याउन आँटेको थियो तर ए हाँस उठ्यो नि त्यही देखेर त हाँस उठ्यो भनेको खोइ एउटा टास्ने बनाउनु कति ढिलो त्योभन्दा त उ त्यस्तो कुचो हुन्छ नि कुचोले छ्याप छ्याप छेप्दा हुन्छ त उहिलेको पारा उयोबाट ल्याउनु लगाऊँ न पठाइदिन्छु भयो त यहाँ त के कसरी भयो खोइ देखाउनु कपालतिर पस्दैछ है हो के गरेको हो खासमा अब कसरी हुन्छ त्यो त भएन है अहिले चाहिँ हामीले यतिको बनायौँ है अब म चाहिँ घर गएको गाइस साथीहरू उहाँहरूले गर्नुहुन्छ उहाँ जेन्जी हुनुहुन्छ एकजना रेड कलरको जेन्जिजले गर्ने अरे अनि म चाहिँ अब घर लागेको साथीहरू यता माथि जानुपर्ने हुन्छ यहाँ माथि त्यहाँनिर राम्रो काम गर्ने गएको म चाहिँ जेन्जीलाई मात्रै भनेको है यहाँबाट अब म चाहिँ यता जाने अघि उताको बाटो आएको थियो अहिले मैले यताको बाटो जाँदैछु अब चाहिँ कामहरू सक्यो साथीहरू सकेको त थिएन तर म चाहिँ घरमा गएर काम गर्नुपर्ने छ काम गर्नुपर्ने हुन्छ मतलब काम पनि होइन बाख्रा चराउन जानुपर्ने हुन्छ घरमा धेरै काम छ घरमा थोरै मान्छे भएपछि काम गर्नु परेन अब मेरो क्यामेरा हल्लिन्छ होला साथीहरू तर क्यामेरा हल्ले पनि माइन्ड नगरिदिनु होला अब के गर्नु त यस्तोमा हिँड्नुपर्ने हुन्छ यो चाहिँ मेरो माउला घर जाने माउला घर आउने जाने माउला घरदेखि जाने बाटो हो उकालो के गर्नु कालो ओह्रालो गर्नु पर्यो दसैँ आएर मात्रै के गर्नु काम पनि त गर्नु पर्यो दसैँ आयो भन्दैमा सुत्दै खाँदै बस्नु त भएन गाउँमा आएपछि सो त्यसैले सास बढ्यो
गाह्रो छ हौ मलाई। म चाहिँ यसरी जाँदैछु जङ्गलमा। जङ्गल भन्दा पनि यो कतिको पनि फरक छैन कि। यहाँदेखि यहाँ यो जङ्गल जस्तो देखेको छ क्यामेरामा, तर यहाँदेखि उहीँ हो कि हाम्रो गाउँ, मतलब मेरो घर त्यहाँ थियो। अनि त्यसैले अहिले चाहिँ म चाहिँ जाँदैछु उकालोमा होइन। अनि हिँड्नु पनि नसक्ने भइसकेको छु के बसेकोलाई साथीहरू। अनि मेरो हाल पनि यस्तो हालत भइरहेको छैन, यस्तो भइरहेछ। अनि मर्ने आँटिसकेँ म त। यस्तो छ बाटो होइन त, यस्तो हिँड्नु पऱ्यो त हौ। अब अहिले हिँड्ने बानी छैन, अनि त्यही भएर कस्तो खुट्टा अबको 2-3 दिन यहीँ बसेर उकालो ओह्रालो गऱ्यो भने बानी हुन्छ नि त। त्यही भएर बानी भएको छैन, भर्खरै त आएको म। त्यही भएर गाह्रो छ नि हौ, खुट्टा दुखेर हिँड्नै नसक्ने भए हुन्छु म त। त्यही भएर 1-2 दिन त मलाई गाह्रो पर्छ, गाह्रो। सो साथीहरू, मेरो भिडियो हेर्ने मात्रै नगरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड मन परेमा सब्सक्राइब गर्नु पनि नबिर्सिनु है। म गाउँमा हुँदासम्म यस्तै यस्तै रमाइला भिडियोहरू लिएर आउँछु नि, हेर्नु पर्दैन। यता हेर्नु त, म आइपुगेँ त अब मेरो गाउँमा। यतिको डिस्टेन्स मात्रै हो कि, धेरै छैन। उहीँ घरदेखिको नि त्यहीँ हो जो म पढेँ। यहाँ छ स्कुल। पहिला म मतलब मेरो पहिलो अक्षर त नभन्, पहिलो अक्षर त मेरो आमाले सिकाउनु भयो। त्यसपछि दोस्रो अक्षर सिक्ने मैले मौका पाएको भनेको यही हो। यसो हुन्छ मेरो स्कुल श्री बाल कल्याण आधारभूत विद्यालय। सो त्यसैले म अब घर पुगेर एकचोटि भिडियो बनाउँछु है त साथीहरू। म चाहिँ मेरो गाउँमा आइसकेँ फाइनली। हेर्नु, त्यो मेरो गाउँ हो, यता मेरो घर। म चाहिँ यहाँ छु। अनि